हेलो साथीहरू, वेलकम टु मेरो नयाँ भिडियोमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। हाम्रो घरमा आज रोपाइ चल्दैछ अनि हामी चाहिँ सब काम सकिहाल्यौँ बिहान। अनि मैले चाहिँ तरकारी बनाउँदैछु। हेर्न सक्नुहुन्छ डबाडब पानी छ अनि उता पनि दिदीहरूले मम्मीहरूले बिहार रोपे हुनुहुन्छ। अनि परदीप चाहिँ आन्टीले ल्याउनु जानुभएको। अनि मैले चाहिँ अब छिटो काम सकेर अलिक ट्र्याक्टर अझै आएन, जोत्ने होला, जस्तो जोत्ने होला। आज सकिन्छ कि नै थाहा छैन। अनि पर रोप्न चाहिँ डबाडब पानी छ तर ट्र्याक्टर अझै पनि आएन साथीहरू। हेलो साथीहरू, आज चाहिँ हाम्रो रोपाइ चल्दैछ। हेर्न सक्नुहुन्छ यहाँ परदीपलाई खन्दै हुनुहुन्छ। अनि अब एकछिनमा रोप्ने सुरु हुन्छ। हाम्रो मम्मी चाहिँ पर हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। अनि डोजरले त्यहाँ जोत्दैछ। यत्रो पानी छ यहाँ, पुरै खाल्डा गाह्रिन्छ। ए पप्पी त हेर्न सक्नुहुन्छ, हाम्रो पप्पीलाई यस्तो गरायो भयो। बाख्रा बिचरा यहाँ पानी आएर यस्तो भयो। अनि अनि हेर्न सक्नुहुन्छ यहाँ जोत्न लगायो ट्र्याक्टरले। मम्मी चाहिँ यहाँ भ्लग बनाएर हाँसी रोप्नु छ। अहिले यो एउटा गरा बन्यो, एउटा गरा त्यो दुईवटा गरा बनिन्छ। अब त्यो गरा बनाउँदै हुनुहुन्छ। अनि उता गरौँ परसम्म हाम्रो चाहिँ फेरि मेरो अङ्कल आन्टी दिदी मम्मीले चाहिँ बिहार काट्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ बिहार काट्लाङमा सबैजनाले। बाबाले त्यहाँ त्यस्तो गर्लाङमा किन हाँस्नु छ हजुर? सबैजना यस्तो गर्लाङमा बिहा हामी चाहिँ यहाँ लाजले यहाँ हाँसिरहनुहुन्छ। आज हाम्रो रोपाइ छ हेर्न सक्नुहुन्छ। हेलो गाइज, हामी चाहिँ नास्ता खान लाग्छ। मेरो सक्नुहुन्छ समोसा चाउमिन। यसले चाहिँ मोबाइल चलाउँदै खानलाई चाहिँ यस्तो अहिले खुट्टा दुई मेरा त। अनि उता पनि नास्ता खाँदै हुनुहुन्छ। अनि सबैजनाले हामी पनि नास्ता खाँदैछौँ साथीहरू। हामी पप्पीले नुहाइदियो, खेतमा गएको गइ गरेर छ। यता हेर फेरि कोही मान्छे मस्किरह। अनि पानी ल्याइदिन आउन। त्यहाँ चाहिँ खेत खनेर काम सकेर नुहाइदिए गरेर रेडी। होइन पहिला लाउने नास्ता खान्छौँ। रोप्दा रोप्दै बिहार सकियो साथीहरू। बिहार छ भने सम्पर्क गर्नु होला। अनि दुईवटा गरेर आजमा बिहारै पुग्यो हाम्रो। बिहार सक्यो अनि भर्खर 2 बजे छ। त्यही नै हो, हामी चाहिँ नास्ता खान्छौँ। अनि अहिले भेटौँ। हामी चाहिँ दुध ल्याउनु जान लाग्छौँ चिया बनाएर खाने भनेर। त्यहाँ त्यो चाउमिन समोसा खानु भएन नि त। खोइ त खानु भएन, घर लगाउनु मिल्दैन। अनि त्यही भएर अनि दुध ल्याउनु जानु लाग्यो। दुध ल्याए सबैले अलिअलि खाने भनेर धेरै खानु पाइन्न। एकजना दुधको कति होला त यो यति 30जनालाई पानी हाल्ने। छिछि बरु थोरै खाने मिठो खाने होइन त साथीहरू। अनि सबले रोप्नु खान हेर्न सक्नुहुन्छ। हामी चाहिँ यस्तो पारामा छौँ। चिसो लाग्छ। उहाँ त चिसो कस्तो लाग्छ।
अनि बैसले हाल्ला यतातिर अझै बनिसक्यो होइन यतातिर त बनाउनु पऱ्यो यतातिर अझै पानीले भ्याएर जान्छ साथीहरू अनि चार्जर अनि त्यहाँ सोधिदिन्छ है गर्छु मनी चलाउँछस् चलाउने नाखिरहने अनि त्यही मेरो साथीहरू हामी चाहिँ दुध लगेर घाटतिर जान्छौँ चाय खान्छौँ अनि दिदीहरू चाहिँ को ड्रागन ल्याम्प ब्यागमा जाने रेडी त होला त रेडी बिहार काट्दैन लाग्नु अरे 1 घन्टा लाग्ला साथीहरू तर आइदियो अनि किन हो कि मान्छे उता हजुर दुध ल्याउन आयो दिदीहरू चाहिँ बिहा ल्याउनु जानुभयो अहिले बिहा लिएर आउँछ साथीहरू बिहा लिएर आउँछ अनि फेरि हामी रोप्छौँ रोपेर अनि म घर जान्छु भोलि अनि भोलि यस्तो झ्याउ लगाएर मेरो त यस्तो खुट्टा दुख्या खुट्टा किन यस्तो बानी मेरो यस्तो मर्नु छिटाउनु के दिदी कस्तो डर लाग्छ त मन त तपाईँ जस्तै हो नि लाजले मर्नु सक्नुहुन्छ दिने साथीहरू अहिले पछि भेटौँला है त